खाम्रीमो नमस्ते अनि हाई एभ्रिवान। अनि यो भिडियो चाहिँ हो स्याटरडे चाहिँ हाम्रो स्कुल छुट्टी। सो 4 दिन छुट्टी थियो योपालि चाहिँ 26 जनवरीसँग। सो हामीले चाहिँ घुम्नु जाने प्लान गरेको थियो। कोही बेला त्यसो बाहिर पनि जाउँ न, कति हस्टेलभित्रै बस्नु भनेर। सो हामी चाहिँ घुम्नुको लागि निस्क्यौँ। कहाँ जाँदैछु भनेर म तपाईँहरूलाई देखाउने छु। सो हेर्दै जानु होला लास्टसम्मै। अनि हामी चाहिँ निस्क्यौँ हस्टेलदेखि। त्यसपछि हाम्रो यात्रा सुरु हुन्छ अनि बिचमा चाहिँ हामीले यहाँनिर ट्रेनले एकछिन रोकाइयो, रेलगेट लागेको थियो। सो हामी फर्स्टमा चाहिँ गयौँ रेस्टुरेन्ट। अब ड्राई पिकनिक जस्तो गएको थियो नि त, अनि खाना लिनु पर्यो। त्यसपछि चाहिँ हामी लाग्यौँ फेरि बाटो। अनि अहिले चाहिँ तोरी फुल्ने सिजन रहेछ। सो यहाँ चाहिँ पुरा तोरीको फुल सागहरू थियो, पुरा खानु मन पर्यो होइन। तर यहाँको मान्छेहरूले चाहिँ त्यस्तो सागहरू खानु जान्दैन अरे, अब सुनेको अनुसार चाहिँ। अनि त्यसपछि त्यहाँ गएर चाहिँ मलाई चाहिँ यो हावा मिठाई भन्थ्यो होइन हामी पहिला, तर मलाई चाहिँ अब यो देख्दै पुरा मनपर्छ, खानु चाहिँ होइन, जस्ट अब हेर्नुको लागि होइन। एउटा किन्यो र पनि त्यसपछि किन्यो हामीले चटपटे। सो हामी चाहिँ हाम्रो घुम्ने जग्गा डेस्टिनेसनमा आइपुग्यौँ। जग्गाको नाम चाहिँ खान बगान। सो यो जग्गा चाहिँ एकदमै दामी छ। पहिला चाहिँ म जब फर्स्ट इयरमा स्कुल आएको थिएँ त्यतिखेर चाहिँ नानीहरूको पिकनिक लिएर चाहिँ खान बगान आएको थियो नि त। अनि अब अहिले चाहिँ म 2-3 वर्ष बादहरूमा आउँदैछु होइन। पुरा चेन्ज भएछ, एकदम राम्रो बनाएछ। अनि यहाँको फुल देखेर त झन् एकदम मक्खै म होइन, यति दामी फुल, यति दामी, यति मजाले फुलेको फुल कसलाई मन पर्दैन र होइन। त्यसपछि हुन्छ हाम्रो फोटोसुट अनि भिडियो गर्नै पर्यो, नगरी नहुने कुराहरू हो त्यो त केटी मान्छेलाई होइन। अनि त्यसपछि चाहिँ भोक लागेर खाना स्टार्ट हुन्छ। हामीले चाहिँ अघि नै भनेको थिएँ तपाईँहरूलाई मैले, हामीले खाना लगेको छ भनेर। अनि खानाहरू गर्दा पनि भिडियो गर्दै थियो साथीले आफ्नो आफ्नो पोजमा। अनि हामी बस्ने जग्गामा चाहिँ अब नेपालीहरू हुँदैन नि त, अब सिलगढीहरूदेखि पनि टाढो पऱ्यो होइन। अनि नानीहरू कोही मान्छेहरू चाहिँ हामीलाई देखेर छक्कै पर्छ। अनि अब कतिजना चाहिँ बोल्दै आउँछ, हाई हेलो तपाईँहरू कहाँको हुनुहुन्छ यसो भन्दै सोध्दै आउँछ होइन। यस्तै हो। अनि यहाँ चाहिँ बोटिङ गर्ने जग्गा पनि रहेछ। अनि यहाँ चाहिँ फल्स जस्तो बनाएर राखेको रहेछ, शीतल टाइपको, त्यहाँनिर जाँदाखेरि चाहिँ। अन्त त्यसपछि चाहिँ हामीले गऱ्यौँ बोटिङ। अब यो खान बगान घुम्नु आएर सबसे मलाई बेस्ट लागेको भनेको चाहिँ यही बोटिङ थियो होइन सबैमा। अनि सबै बेस्टै थियो, तर अब त्यसमा पनि अझै बेस्ट लागेको भने चाहिँ बोटिङ। कति बादमा हस्टेलबाट घुम्नु निस्केको, मजाको थियो। सो बाई बाई, थ्याङ्क यू फर वाचिङ।